के ठाउँ रहेछ गोठी जिल्लामा आजको बसाइ गोठी जिल्लामा अब आज गएर भोलि बिहानै 6 बजे निस्किन्छौँ। यात्रा फाइनल डेस्टिनेसन रारा लेक तपाईहरुलाई घुमाउन द ड्रिम लेक। हेलो गाइज, गुड मर्निङ। स्वागत छ फेरि पनि अर्को दिन है। अहिले बिहानको 5 बजेको छ र हामी उठिसकेका छौँ राराको यात्राको लागि। चिसो चाहिँ एकदमै चिसो छ बाहिर। हाम्रो सर तयार भइरहनु भएको छ। गुड मर्निङ हैन। अति यता चिसो माइनसमा छ हैन। बाहिर त्यो चिसोका हुँदै पनि हामी रारा जाने एउटा रहर एउटा सपना पुरा गर्न गइरहेका छौँ हैन। हुन्छ साथीहरू, एकछिनमा फटाफट रेडी भएर हामी बाटोमा भेट्नेछौँ है त। बिहानीको शुभ प्रभात साथीहरू। बाहिर चाहिँ यस्तो उज्यालो भइसकेको छ। सरले बाइक स्टार्ट गरिसक्नुभयो है। पुछपाछ पार्दै हुनुहुन्छ। फेरिमा यस्तो राम्रो छ। यताबाट चाहिँ हामी आएको। हामी जाने चाहिँ यतापट्टि है साथीहरू, गोठी जिउलामा। स्वागत छ साथीहरू, स्वागत छ है। घामले हामीलाई रारा तालैमा स्वागत गरिसकेको छ। घामको पहिलो किरण हामी माथि परेको छ है साथीहरू। यात्राको क्रममा हेर्न सक्नुहुन्छ मेरो त नाकमुखै पुरा भइसक्यो है। के भन्न चाहनुहुन्छ दुई शब्द? म अहिले के पनि भन्न चाहन्छु। यात्राकै क्रममा साथीहरू अहिले चाहिँ हामी यो पछाडि घर देख्न सक्नुहुन्छ। एउटा घर छ, त्यसले रोकिरहेछ यसो घाम ताप्नलाई। अति चिसो भयो यहाँ चाहिँ। कम्ती पनि माइनसमै छ क्या टेम्परेचर। अहिले हामी इन्टरनेट कनेक्सनभन्दा बाहिर छौँ। इन्टरनेट छँदै छैन हामीसँग यहाँ। एनसिएल एनटिसीले त्यस्तो त कामै गर्दैन कि, त्यही भएर हेर्न सकेका छैन। तर माइनसभन्दा तलै छ टेम्परेचर। यति चाहिँ बुझिराख्नु। हात एकछिन बाहिर निकाल्दाखेरि तपाईँको 2-3 मिनटमा एकदम गलाइदिरहेछ हातलाई होइन। त्यसपछि हामी जानुपर्ने बाटो त यतै हो के अरे। यो भएर माथि अब यतातिर यो सुक्खा हिमालहरू छ। हिउँ चाहिँ अहिले रारामा चाहिँ हिउँ छ भन्ने कुरा चाहिँ हामीले बुझेका छौँ। हिजो फर्किनु भएको साथीहरूदेखि अलिअलि छ अरे अझै। हाम्रो भाग्य बलियो रहेछ भने हामी खेल्न पाउँछौँ। तपाईँहरूले पनि हिउँमा खेलाउनेछ। साथीहरू यस्तो चिसो हावा चलिरहेको छ, यस्तो चिसो कि अहिले के भएर रारा तालमा भन्छन् नि 12 बजेसम्म मात्र बोटिङ दिन्छ अरे, त्यसपछि दिँदैन। तर स्थानीयले चाहिँ हामीलाई भन्दै थियो कि अहिले त तपाईँको 10:30-11 बजे मात्र हो। यति चिसो हावा एका बिहानै हेर्नु 8 बजी बजा छ चाहिँ यति चिसो हावा चल्दैछ कि फट्याङ्ग्रिएर ज्याकेटले पनि काम गर्नु आउँछ है साथीहरू। अनि यहाँ चाहिँ यस्तो राम्रो रहेछ ठाउँ है। ठाउँ यस्तो राम्रो छ। यहाँनिर गाउँ रहेछ एउटा सानो छिटिक्क परेको क्या साथीहरू। अहिले हामी भुलभुले भन्ने ठाउँमा छौँ। यस्तो राम्रो ठाउँ छ हेर्नुहोस्। चिया पिउनलाई रोकेको च्याट्टा मान्छेहरूले यहाँ हलो जोत्दैछन्। यहाँ छ यस्तो बस्ती गाउँ। यहाँ यस्तरी पनि हेर्न सकिन्छ है। एकदम राम्रो ठाउँ। सर के गर्दै हुनुहुन्छ? हाम्रो चाहिँ चिया पाक्दैछ है भित्र। जाडो चाहिँ लास्टै जाडो है एकदम। हामी चिया पिउन आएको मान्छे। रोटी तरकारी नास्ता, कोदाको रोटी र तरकारी। कस्तो छ सर? मिठो छ, एकदम मिठो छ। हामी चाहिँ के भन्छ खाजा खाएर निस्किने बित्तिकै भुलभुलेबाट स्वर्गले हामीलाई स्वागत गरिसकेको छ। यस्तो जाडोमा पनि हामी पछाडि ब्याकग्राउन्डमा देखिसक्नु भयो होला। हिउँ परेको होइन, यो ठाउँसम्म परेको छ। अनि एकदमै माथि उक्लिरहेछ, स्वर्गले हामीलाई एकदमै हिउँबालाका साथ स्वागत गरिसकेको छ होइन सर? सही हो सही।
साथीहरू अहिले चाहिँ 9:30 हामी मुगुको पिना भन्ने ठाउँमा छौँ। अब हामी चाहिँ यो करिब नजिकको बिन्दुमा आइपुगेका छौँ राराको। रारा चाहिँ अब नजिकै भएको भनिराख्नु भएको छ यहाँको स्थानीयले। यो बाटो चाहिँ यहाँबाट यसरी गएर यहाँ माथि उक्लिएर फेरि यहाँ चाहिँ माथि यो देखिरहेको बजार चाहिँ यो सल्लेरी बजार हो। बाइक चाहिँ यहाँसम्म जान दिन्छ। अब करिब 9-10 किलोमिटर होला बाइक चाहिँ यहाँसम्म जान पाइयो सल्लेरीसम्म। र सल्लेरीबाट हामी यसरी अगाडि बढ्दै यो डाँडातिर गयौँ भने पारिपट्टि चाहिँ रारा ताल भएको चाहिँ जानकारी हामीले पाएका छौँ। त्यही अनुसार साथीहरूलाई देखाउनेछौँ है त। फाइनली हामी रारा एकदमै नजिक पुगिसकेका छौँ राराको। अब यहाँबाट 4-5 किलोमिटर मात्र छ दूरी चाहिँ, तर बाटो यस्तो छ है, अनकन्टार भिड छ, केही पनि छैन। बल्ल तल्ल एउटा गाडी जाने बाटो हो यो। त्यसमा पनि अब तपाईँको यो बाटो नयाँ भएर चाहिँ एकदमै अप्ठ्यारो छ बाटो चाहिँ है। झर्नु पर्यो ल हेर्नु साथीहरू, यस्तो छ बाटो। तान्नु सर, तान्नु उक्लिएन तान्नु यस्तो छ अनकन्टार भिरमा साथीहरू बाटो चाहिँ। हामी चाहिँ गइरहेको छ अबको केही मिनटमा हामी धुलाम्मे भएर रारामा भेट्नेछौँ तपाईँहरूलाई है सल्लेरीमा। सल्लेरी होइन, लास्ट पोइन्ट रारा जाने लास्ट पोइन्ट सल्लेरी मुगु। सर के हो त कुराकानी? फाइनली साथीहरू हामी यो सल्लेरी भन्ने ठाउँमा घोडा चढ्नलाई तयार है राराको लागि। अबको यात्रा आधा घन्टाको हुनेछ होइन, रारासम्म आधी घन्टाको यात्रा। सल्लेरी चाहिँ तल देखिरहेको बजार चाहिँ सल्लेरी हो। यो चाहिँ यता चेक पोइन्ट छ, खिच्नु दिँदैनन् फेरि, गाह्रो छ साथीहरू। घोडा चढ्नु हाम्रो सर। जय सर, कस्तो लाग्दैछ सर? कस्तो लाग्दैछ घोडामा के? राम्रो लाऊ, ल्याउनु अर्को। पार्टी यताबाट जाने? अरे कहाँ गएको? सर गुट्टुको रारा बनाउनु पहिला। गुट्टुको रारा है। चल गाह्रो छ सबैलाई। हिँड्न पनि नसकिने, घोडा चढ्नै पर्यो। छेउमा जाँदो रहेछ घोडा फेरि साथी, यस्तो डर छ नि। विराज भट्ट घोडाको सवारीमा साथीहरू हामी जाँदैछौँ रारा ताल। हिँड्न नसकिने होइन, अरूलाई दुःख दिनै पर्यो। अनि घोडा फेरि छेउ जाने रहेछ, यस्तो डर लाग्ने बाटो चाहिँ एकदमै डेन्जर बाटो छ है। मेरो धन्नोको नाम के अरे? के राख्नु भएको छ धन्नोको नाम? बसु। ल बसु जाम अब। कहाँ हो पुग्ने?
हिमालय साथीहरू, हिमालय। उही कुन हिमाल हो यो? गाह्रो छ साथीहरू, घोडालाई दुःख दिन परेछ घोडालाई। तराईको मान्छे 2 पाइला सारेको अघि राष्ट्रिय निकुञ्ज टिकट काउन्टरमा सास फुलेर हैरान। अब घोडो नचढी उपाय छैन। चल बसु, चल। अब धेरै टाढो छैन होला है? यो सम्म कटेसी अगाडि हो रारा। ल मुरमा टप भनेको यही डाँडा हो रे, यही अगाडिको। यहाँ जानलाई चाहिँ 3 घन्टा लाग्छ होइन? टाढै हो त, 3 घन्टा। हामी चाहिँ यतै छौँ, अझै समतलमै सम्ममै छौँ, पुग्दैछौँ राराताल। साथीहरू सिजन आउँदैछ के अरे, घुम्न आउनु होला है। सल्लेरीसम्म चाहिँ बाइक आउँछ, सल्लेरी भन्दा माथि चाहिँ तपाईँहरूले घोडा सवार है। अब तराईको मान्छे हिँड्न त गाह्रै हुन्छ, त्यही पनि ल हिँड्छु भन्नुहुन्छ भने त हिँडेर आउन सकियो होइन? बाटो छ। अब हिँड्न सक्दैन भन्ने मान्छेहरूको लागि, सास फुल्ने लेक लाग्ने मान्छेहरूको लागि घोडाको सुविधा सल्लेरीदेखि पाउनुहुन्छ। थुप्रै छ घोडाहरू पनि त्यहाँ। सिजनमा यसो आएर ट्याकटुक रारा भिजिट गरिहालौँ है त। ल साथीहरू, पाटन सकिएपछिको यो चाहिँ रमाइलो बाटो है, जङ्गलभित्र। अब यो ओह्रालो झरेपछि चाहिँ एकैचोटि हामी रारामा निस्किन्छौँ होइन? एकैचोटि र बसु बिस्तारै। साथीहरू हामी चाहिँ फाइनली राराताल पुग्न लागिसक्यौँ है। अब एक मिनट पनि लाग्दैन। घोडा चाहिँ फेरि तर्सिने रहेछ तार देखेर। बी केयरफुल है, आउँदा घोडा चढ्दा चाहिँ बी केयरफुल बस्नु होला। बाँकी अब सर्टकट हान्दैछौँ हामीले, बाटो चाहिँ उतापट्टि छ, तर यहाँ हाम्रो घोडा मालिकले सर्टकट गराइराख्नु भएको छ। घोडा चाहिँ ताल चाहिँ हामीले देखिसक्यौँ, आँखाले देखिरहेछ साथीहरू। ताल चाहिँ आँखाले देखिसक्यो, तर छेउछाउ पुग्न यो उसले छेकिरहेछ क्या, के भन्छ हाम्रो रुखले छेकिरह, नभए तपाईँहरूले पनि देखिहाल्नुहुन्थ्यो अहिले। जस्ट अ मोमेन्ट, जस्ट अ मोमेन्ट, जस्ट अ मोमेन्ट भन्नु बसु, जस्ट अ मोमेन्ट। पुल आयो है साथीहरू, भाइरल पुल। राराको भाइरल पुल है। यो फेरि राराको भाइरल पुलमा पनि चढियो। बाटो चाहिँ यता छ के सर्टकट गरेर है साथीहरू। रारा आउनु पर्यो, रारा आएर यहाँको पर्यटन व्यवसायलाई प्रोत्साहन गर्नु पर्यो। देश घुमौँ, देश विदेश घुम्दै गरौँला। सर हाउस द जोस। रारा पुग्न लागिसक्यौँ हामी। देखियो रारा साथीहरू, रारा देखियो, रारा देखियो। रारा हेरिहाल्नु है, यो पछाडि देखिरहेको पानी राराताल हो नि। कर्णाली की रानी राराताल हो।